शैली मिलेन भनिएको छ धेरै ठाउँमा। भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन। भैलीको शैलीमा प्रश्न हुँदैन। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नु होला। कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु। तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानवर्धन गर्न पाइँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला। म दैलेखको नाइट बस चढ्न तयार छु। तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ। आँखा मिलाउने, भाका मिलाउने, कागज मिलाउने, मुख मिठो बनाएर कुरा गर्ने, मिठो तरिकाले भन्नुभयो साथीहरूलाई। यहाँ कर्मचारी साथीहरूले पैसा यसरी आउँछ, यसरी जान्छ, बिल मिलाउने, यस्ता कुरा मिलाउने, कागज मिलाउनेमा त तपाईहरु त लोकसेवा नै पास गरेर आएका मान्छेहरू हुनुहुन्छ। मेरो त्यसमा केही प्रश्न छैन। प्रक्रियामा प्रश्न छैन, परिणाम के हो? परिणाम चाहियो। यहाँ लुगा लाउन ल्याएको हो भने लुगा लाएको देखिनु पर्यो। त्यहाँ चाहिँ राउटेलाई लुगा दिने भनेर चाहिँ मुख्यमन्त्री गएर त्यहाँ दिने, भोलिपल्ट राउटे नाङ्गे बुतुङ्गे हिँडेको छ बजारमा। फेरि लुगा लाउने भने त्यो चाहिँ लुगा लाउने हुनु पर्यो, त्यो लुगा लाएर हिँड्नु पर्यो भोलिपल्ट त्यो उसमा। यो खालको चाहिँ कुराहरू स्वीकार्य छैन। अङ्ग्रेजीमा पैसा ल्याएर नेपालीमा डुबाउन पाइँदैन। बडो मजाले चाहिँ डकुमेन्ट पेश गरेर नेपाल ध्वस्त बनाउन पाइँदैन।